Hello guys, welcome to तपाईँलाई मेरो मिनी भ्लगमा आज के सब्जी पकाउँदैछु भनेर चाहिँ तपाईँहरूलाई म एकछिनमा देखाउँछु ल। पहिला चाहिँ मैले सबै मसला पकाउन आएको छु होइन। मान्छेको हरेक मान्छेहरूको आफ्नो पकाउने तरिका हुन्छ नि त। अनि म चाहिँ सबै मसलाहरू पकाइसकेर है अनि मात्र चाहिँ म सब्जी गइदिन्छु हेर्दै जाने ल। मैले अदुवा लसुनको पेस्ट पनि हालिदिएको छु है। मैले पकाउन आँटेको कोपी चाहिँ यहाँ छ होइन। किनकि मैले चाहिँ किन यसरी पकाएको भने आज भोलिको कोपी चाहिँ ठाडै हुन्छ है पकाउँदाखेरि मजाले पाक्दैन। अनि मैले चाहिँ यो कोपी योसँग पकाउन आँटेको छु। अनि म भन्सावाले चाहिँ यहाँ छु। मैले अनि मैले चाहिँ यहाँनिर अदुवा लसुनको पेस्ट जिरा प्याज खोर्सानीहरू हालेको छु, टमाटर हालेको छु है। अनि लसुनको पत्ता पनि पर्नेको छु। अनि मैले चाहिँ यसमा हाल्दैछु यो बाँसुरी सब्जी मसला, यसले चाहिँ एकदम मिठो स्वाद दिन्छ। अनि मैले थोरै हाल्दैछु धुलो खोर्सानी होइन। अनि मैले हल्का हाल्दैछु छु अजिना, धेरै हाल्दैन एकछिन जिराहरू पाक्दै गर्छ। यतिको भइसकेपछि त्यसलाई चाहिँ म हल्का पानी पनि हालिदिन्छु किनकि यो डढ्छ। यतिको हालिदिएको छु है गाइस। सबैजनाको आफ्नै तरिका हुन्छ नि त पकाउने, त्यही भएर चाहिँ मैले यसरी पकाएको कस्तो लाग्छ हेर्नु ल। अनि मैले कोपी र आलु पनि ओइलिसकेँ। मैले एक दुईवटा बोडी पनि हालेको छु होइन। मैले नुन चाहिँ हालेको छुइनँ। यतिको चाहिँ भइसक्यो, पाकेको पनि भइसक्यो। अनि मेरो कोपी चाहिँ यतिको भइसक्यो गाइस होइन। मैले चाहिँ नुन पनि हालिसकेँ किनभने अघि नै नुन हालेको थिएँ भने नि घरि चर्को पनि हुनसक्यो होइन, नुन नलाग्नु पनि सक्यो। त्यही भएर मैले चाहिँ कोपी घालिसकेर अड्कालेर हालेको। मेरो कोपी चाहिँ यतिको भयो ल। थ्याङ्क यू फर वाचिङ, बाई बाई।